भन्नु त हामीहरु मेरो बहिनीको घर हेर्न गएको बारी अहिले हामी कहाँ छौं फलेको के रे सुन्तला फलेको अनि खानुपर्छ गुम 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 अहिले चाहिँ हामी चाहिँ रालङमा छौं हैन मेरो सानो अब मेरो बचपन चाहिँ यही निरै बितेको है आन्टी सानो यहाँदेखि चाहिँ 12 कि 13 वर्षदेखि मात्र म घर गएको हो त्यही कारणले चाहिँ कति जाडो नआइ के पातला हामीले लुगा लाएर हिँडिरहेछ अहिले चाहिँ मेरो यहाँ बचपनको गाउँ चाहिँ हामी हेर्न आएको मम्मी बाबाहरु हुनुहुन्छ भेट्न आएको रमाइलो लाग्यो हामी चाहिँ बस्ने हैन त हामी बस्ने हामी चाहिँ बस्ने नजाने काठमाडौँको मान्छे 1 महिना भइसक्यो उसलाई चाहिँ रमाइ मेरो चाहिँ आन्टी हो रमाइलो लाग्यो अरे घुमेको घुमै काल चाहिँ यही घरमा बितेको ए तपाईको बाल्यकाल यही छ मेरो बाल्यकालको देखाएको नि यही घरमा बितेको मेरो बाल्यकाल चाहिँ अहिले चाहिँ दादाले यहाँ नयाँ घर बनाउनु भएको छ अहिले चाहिँ यहाँ नयाँ घर छ तर यहाँ मम्मी बाबाहरु चाहिँ बस्नुहुन्छ यो चाहिँ नयाँ घर दादाले बनाउनु भएको सुन्तला हेर्नु न सुन्तला फलेको उख मेरो आन्टी सुन्तला खाने रे मेरोमा छ दिदी रालङको घुमघाम अब यहाँनिर कहाँ जानु भएको सुस्ला दिदी अब हामी चाहिँ घुम्न गएको पाहुनासँग टाइटानिकतिर फुपा म पनि लागेको उकाले आज चाहिँ 1 2 3 4 5 6 जनाको बडी गाडको पाते फापर चाहिँ कसको दिदी यो तल सँगै पहिल्यैदेखि रोप्थ्यो यहाँ त यो फापर त छर्थे ए हाम्रो पहिला स्कुल पढ्दाखेरिको हिँड्ने बाटो अहिले त जंगल घारी भएछ रोड आएर सक्ने मान्छे त तामको सुन्तला हो चाहिँ अनि हाम्रो नि डम्मै फल्लेछ त यो पालि त मज्जाले अदुवा सुन्तला यहाँ म कति वर्ष बसेँ आन्टी यो घरमा थुप्रो बसेछु मेरो त सानोको पलहरु सबै यतै छ यो चाहिँ गाउँ हो अहिले चाहिँ रुखै रुख छ जग्गा जग्गा घर सब परेछ दादाहरु घर तल छ अघि देखाएको घर र यो घरमा चाहिँ मेरो बाल्यकाल बितेको धेरै वर्ष 18 वर्ष बाद चाहिँ आएको नि म यहाँनिर घर यो हो गाईको गोठ यो आइसिडिएस बनाएको रहेछ अहिले चाहिँ आन्टीहरूले चाहिँ बजारमा नयाँ घर बनाउनु भएर सबैजना राबुङ बजारमै हुनुहुन्छ यो चाहिँ हो घर यो घरमा मैले कति धुलाई खाएको छु तलबाट हिँडेर आएर यहाँ हावा खुवाई हुँदै सबैजना अम्बक खाँदै हामी चाहिँ टाइटानिक भ्यू पोइन्ट रालङको घुम्न आएको छौँ फुपा यहाँ आउनु न भिडियोमा कस्तो मिठो हावा फुपाको गाउँ होइन फुपा हजुर हाम्रो यो चाहिँ हाम्रो फुपाको गाउँ हो एकदम टाइटानिक हामी चाहिँ टाइटानिक भ्यू पोइन्टबाट फर्केको घरमै यो चाहिँ हाम्रो राबुङलाको टाइटानिक भ्यू पोइन्ट हो तपाईहरु आउन सक्नुहुन्छ यहाँ घुम्नुको लागि एकदम सुन्दर जग्गा छ लेक सेप तल हामी यही तलबाट ल्याउँथे है दाउराहरू आन्टी